हिमलाल सापकोटा। बर्खा सिजन सुरु भइसक्यो र हाम्रा यी साना पाठापाठीहरूलाई उपायको अलिअलि समस्या देखिएको कारणले गर्दाखेरि आज हामीले चाहिँ उपायको औषधि लाउँदैछौँ। र उपायको औषधि बनाउने तरिका त मैले पहिले नै हजुरहरूलाई चाहिँ सेयर गरेका थिएँ। तै पनि हामीले आज यहाँ 500 ml जति हामीले तोरीको तेल लिएका छौँ। आज घरको चाहिँ तेल नभएको कारणले गर्दाखेरि हामीले बजारको तोरीको तेल चाहिँ लिएका छौँ हामीले 500 ml। यसमा चाहिँ हामी यो अब 250 ml जति हामी मोटी तेल 250 ml जति हामी मोटी तेल चाहिँ राख्छौँ यसमा। र यहाँ फेरि अब 200 ग्राम जति नुन आयो नुन राखेर यसको राम्रो मिश्रण बनाएर अनि मजासँग अब यिनीहरूलाई यसरी चाहिँ अब पक्क चाहिँ दलिएपछि यसको कुनै असर पनि गर्दैन, यसले साइड असर पनि गर्दैन र यसका उपाय लगायत अन्य चाहिँ किर्नाहरू जुम्राहरू भए पनि चाहिँ हराउँछन्। हस्त धन्यवाद है त।